ल गाइस अब चाहिँ आयो HP को ओमेन। यो धेरैजनाले मलाई खोज्नुभयो, धेरैजनाले दाइ गेमिङ ल्यापटप ल्याउनु पर्यो के म्याक्सले भनेर भन्नुभएको थियो। हामीसँग ल्यापटप गेमिङहरू सधैँदेखि छ, तर हामी भिडियो मात्र बनाउन पाइरहेको हुँदैन, एकदमै व्यस्तता कारण हजुरको मायाले गर्दा। तर म्याक्सले अब लिएर आइसक्यो HP को ओमेन भन्ने मोडल हो। यो चाहिँ HP को ओमेनमा i7 मा, HP को ओमेन i7 मा। यसमा तपाईँको 32 GB पनि छ, हामीसँग 16 GB पनि छ। एकैछिन पक्नु, 32 GB को 16 हजुरलाई बताइदिन्छु। i7 को 14 जेनेरेसनमा 16 GB ऱ्याम 1 TB SSD भएको, RTX को 5060 ग्राफिक्समा। i7 को 14 जेनेरेसन 16 GB ऱ्याम र 1 TB SSD भएको, RTX को 5060 ग्राफिक्समा। मार्केट प्राइस यसको तपाईँको 2,10,000 भन्छ, तर म्याक्सले कतिमा दियो त आज? जम्मा 1,95,000 मा गाइस। 1,95,000 मा तपाईँले पाउन सक्नुभयो HP को ओमेन i7 को 14 जेनेरेसन 16 GB ऱ्याम 1 TB SSD मा, RTX को 5060 1,95,000 मा तपाईँले पाउन सक्नुहुन्छ। इफ यो ल्यापटपको प्राइस महँगो हो भने मलाई भन्नु होला, किनभने यसमा अलिकति म कन्फ्युजनमा छु। अब प्राइस हेर्नै पर्ने हुन्छ। सस्तो भन्दा केही छैन, महँगो भएको छ भने मलाई एकचोटि सम्झाउनु होला है गाइस, कि दाइ तपाईँले महँगो भन्नुभयो भनेर। किनभने यसको प्राइस मैले हेरेको छैन, मिस्टेक पनि हुनसक्छ है गाइस यसमा चाहिँ। किनभने म्याक्सेल भनेको फेरि हावाताली गप्दिनँ, मसँग मिस्टेक हुन्छ भने म त्यो स्वीकार्छु पनि। त्यही भएर यसमा अलिक म कन्फ्युज छु। त्यही भएर इनकेस प्राइसको मिस्टेक भएको छ भने मलाई सचेत गराउनु होला। यसमा 32 GB को पनि आउँछ, 16 GB को पनि हामीसँग छ। प्राइसको लागि चिन्ता गर्नु पर्दैन। पुरै मार्केट पहिला बुझ्ने, त्यसपछि टल्ल म्याक्सेलमा आउने, पानी चिया जे चाहियो मज्जा खाने, ल्यापटप लिएर झोलामा बोकेर सिधै घर जाने। पार्किङ बरु मार्केट बुझ्नलाई 2 घन्टा लाग्छ, 2 घन्टा पार्किङ चाहिँ कहाँ गर्नु त हो? बरु पार्किङ चाहिँ म्याक्सेलमा गर्दा हुन्छ। ट्याक्क पार्किङ गर्ने अनि पुरै मार्केट घुमेर अनि फेरि म्याक्सेलमा आउने, फेरि ल्यापटप लिएर जाने। म्याक्सेलमा त्यस्तो